पनि यो उत्कृष्ट मुभ देखाउँदै यो मौका हुन सक्छ र यो निकै नै सुन्दर गोल कुनै पनि गल्ती गरेन टिम गोल्डन नाइट पनि हासी पनि बल आफ्नो नेटमा राख्ने टिम गोल्डन नाइट ब्रदर्स बलमा हुनुहुन्छ बडी यो राइट फुटेड पासको शट यो कटब्याक र यो सुन्दर गोल पनि असफल नै रहेका छन् भने यो मौका बनाउँदै यो सुन्दर गोल कुनै पनि गल्ती गरेन यसपालि पनि गोल्डन नाइटले सेटअप गर्दै लेफ्ट ह्यान्ड साइडबाट गोल्डन नाइट यो उत्कृष्ट सेटअप गर्दै यो कटब्याक र आउन गोल हुन पुगेको चाहिँ वेलकम गर्न चाहन्छु गोविन्द दाइलाई पनि त्यसै गरी सञ्जय गुरुङहरूलाई लाइक गरेर साथ दिँदै हुनुहुन्छ सञ्जय गुरुङ गोविन्द सिंह ठकुरी धेरै धेरै धन्यवाद लाइकको लागि र यो उत्कृष्ट गोल गोल्डन नाइट एफसीको तर्फबाट यो नाइट एफसी चुनौतीलाई पार गर्दै यो सेमी फाइनलको यात्राको समाप्तिका निम्ति पनि यहाँ मिड सेक्सनबाट फेरि पनि निकै नै आफ्नो उत्कृष्ट खेलको प्रदर्शन देखाउँदै हुनुहुन्छ भने यो सुन्दर गोल कुनै पनि गल्ती गरेन सुशान्त थापा टिम गोल्डन नाइट एफसीको निम्ति टिम गोल्डन नाइट एफसीको तर्फबाट आएका छन् जर्सी नम्बर 30 का सुशान्त थापा जो गोलकर्ता पनि रहेका थिए भने गोलरक्षकमा हुनुहुन्छ अनिस साई एन्ड एफसीको तर्फबाट पनि यो पनि गोल निकै